हाई एभ्रिवान। सो आजको मेरो मर्निङ चाहिँ स्टार्ट भएको छ मेरो छोराबाट। नानी चाहिँ बिहानै उठेर पूजाहरू गरेर उसले है अनि आँटाहरू गुनेर त्यसपछि रोटी पोल्नु पनि थालिसकेको छ। हेर्नुहोस् न, आँटा गुनेर डल्लाहरू बनाएर रोटी बेल्नु चाहिँ उसले बेल्यो अनि सेक्नु चाहिँ मैले सेकिदिनु पऱ्यो भनेर चाहिँ रोटी चाहिँ मैले सेकिदिएँ। अनि उसको लागि चियाहरू पनि बनाइदिएँ। उसले आफै पनि चिया त बनाउनु त बनाउँछ। मेरो छोरा चाहिँ दादा भएर मात्रै होइन, योभन्दा अगाडि पनि उसले भाइ हुनु अगाडि पनि उसले यसरी नै कामहरू चाहिँ गरिबस्थ्यो। उसलाई मनपर्ने काम हो नि त यस्तोहरू चाहिँ, उसले मन पराउँछ काम गर्नु। घरको बडाल कुडालहरू गर्नु, ओछ्यानहरू मिलाउनु है, यसरी खाजाहरू बनाउनु। अहिले त चियाहरू पनि मजाले मिठो बनाउनु थालेको छ। सो मैले चाहिँ उसको पापालाई पनि यहाँनिर चिया ल्याएर दिएँ अनि ऊ चाहिँ हेर्नु न खुसी भएको मलाई हार्ट पनि देखाउँदैछ हो। सो खाजा चाहिँ उसले नै बनाएको थियो अनि मैले चाहिँ उसलाई यहाँ सर्भ गरिकन दिँदैछु भाइलाई। अन्त तिमीले बनाएको कस्तो भयो भनेको, टेस्टी भन्दै थियो। नानीहरूलाई चाहिँ उनीहरूले आफै बनाएको दियो भने चाहिँ खुसीसँगले खान्छ नि त। अनि मेरो यो सानो माया चाहिँ आज रातभरि सुतेको छैन, बिचरा इन्जेक्सनले गर्दा होला। रातभरि रुको 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 एकछिन सुत्छ उठेर रोइहाल्छ, एकछिन सुत्छ उठेर रोइहाल्छ हो। सो मलाई यो धानको चामल अनि यो बिस्किट चाहिँ हाम्रो बुद्ध दादाको मामले दिनुभएको रहेछ नि त। अनि बिचरा दादा बेलुका दिनु आउनुभएको थियो हो। सो थ्याङ्क यू माम। अनि मैले ब्रेकफास्टमा चाहिँ बिहान बिस्किटै खाएँ नि त। सो यहाँनिर चाहिँ हामी बुढाबुढी गफ पनि गर्दै थिएँ हो। शिवांशको पापाले चाहिँ मलाई भन्दै थियो नि त, छोरीले मात्रै काम गर्छ भन्ने होइन, गर्ने छोराले पनि गर्छ हो, नगर्ने छोरीले पनि गर्दैन भन्दै थियो नि त। हुन त ठिकै हो। अनि मैले चाहिँ तिम्रो छोराले खाजा बनाएर दियो भनेर भनेको जस्तो छ त भनेदेखि, होइन कि भएकै कुरा त हो, हेर्ने छोराले पनि हेर्छ नहेर्ने छोरीले पनि हेर्दैन, त्यो छोराछोरीमा भिन्नता नगरे पनि हुन्छ भनेर भन्दै थियो नि त उसले चाहिँ। अन्त मैले चाहिँ दुई भाइ छोरा भयो भनेर मनमा चित्त बुझाएको जस्तो छ त भनेदेखि, होइन त्यस्तो हेऱ्यो। सो नानीले चाहिँ फेरि लस्सी खान्छु भन्दै थियो नि त। अनि उसले चाहिँ आफै बनाउँछु भनेर चाहिँ यहाँ दही लिएर चाहिँ उसले आफै लस्सी बनाउनु थाल्यो। नानीहरूले गर्छु भनेको कुरा चाहिँ उनीहरूलाई गर्नु दिनुपर्ने रहेछ। यसरी चाहिँ उनीहरूले काम पनि सिक्छ है। मेरो नानीले चाहिँ फेरि उसलाई यस्तो नयाँ नयाँ कुराहरू गर्नु चाहिँ उसले मन पराइबस्छ नि त। उसले यो होममेड लस्सी बनाएको चाहिँ बजारमा पाउने भन्दा पनि टेस्टी भएछ नि त एकदमै। हामी दुईजना आमा छोरालाई चाहिँ लस्सी एकदमै ज्यादा मनपर्छ नि त। मेरो पनि फेभरेट हो, उसको पनि फेभरेट हो। अनि उसको पापाले पनि पुरा मन पराउनु भयो नि त, कस्तो मिठो बनाएछ भाइले भन्दै भन्यो नि त। सो आजको लागि यति नै। सी यू इन माई नेक्स्ट भ्लग, बाई।